चाहिँ समस्या मैले देखिरहेको छु। त्यसमा पार्टीभित्र यत्रो बवाल छ, यत्रो रडाको मचिया छ। चाहिँ के छ भने अब विशेष अधिवेशनबाट आएको सभापतिले म चाहिँ वडामा गएर चाहिँ क्रियाशील भर्छु भनेर भर्नुभयो। म त सबैले ती भर्ने होला भन्ने मानेको थिएँ। यहाँ त के छ भने वडा सभापतिको एउटा दिया छ, अर्कोमा गर्छन्, अर्कोलाई फेरि त्यही के भयो त्यो कोड नम्बर चाहिँ के छ भने अर्कोलाई दिया छ, अर्कोले गरेछ, अमेरिकाबाट भइरहेछ भने यो लफडा पार्टीलाई पार्टीभित्रको लफडै लफडा। एक त पहिल्यै लफडा छ र फेरि यो चाहिँ लफडाले चाहिँ पार्टी खत्तम हुने भयो भन्ने मेरो चिन्ताको विषय हो। त्यसैले मैले पूर्ण दाइलाई पनि मैले भनेको छु। पूर्ण दाइले फोन गर्नुभयो, उहाँलाई भने अरूले फोन गर्दैन, मलाई भने अरू फोन गर्ने कसैलाई जाँगर छैन। त्यसैले चाहिँ के छ भने उहाँले गर्नुभएको थियो र मैले भने कि म चाहिँ कांग्रेस पार्टी छोड्नेवाला छैन। जेसुकै होस्, मलाई पनि थाहा छ दुईटा कांग्रेस एउटा भएको भन्ने कुरा मलाई पनि थाहा छ। म चाहिँ चार तारे झण्डा र रूख चिन्ह छोड्ने पक्षमा छैन। पूर्ण दाइलाई पनि मैले भनेको छु। र चाहिँ के छ भने अस्ति हाम्रो यहाँ लुम्बिनी प्रदेशको यो भेला राख्ने मिटिङ भएको थियो, मैले त्यसमा पनि भनेको छु। र मैले सबैलाई मसँग जो चाहिँ के छ भने सम्पर्क गर्नुभयो अध्यावधि गर्नुहोस् भनेको छु। पार्टीभित्रै लड्ने हो, ग्रुपभित्र पनि विचार दृष्टिकोण फरक हुन्छ। मेरो दृष्टिकोण यो दाई भनेर माने म आफै स्वयं पनि नेता हो। मेरो कार्यकर्ता पार्टी सभापति भइसक्यो। कसरी भयो, किन भयो, कताबाट भयो छोड्नुहोस्। 20 वर्ष लागेर संस्थापन भएको, संस्थापन हुन 20 वर्ष लाग्यो। कहाँबाट गयो, कताबाट गयो, हाम्रो हातबाट गयो। जसको जिम्मेवारीमा थियो उसैले दियो। अब के भन्नु, हामी त के छ भने सडकमै थियौं। हिजो संस्थापन भए पनि निर्णयकर्तामा थिएनौं, सडकमै थियौं। अहिले पनि सडकमै बल्ल बल्ल ल्याएको संस्थापन गयो। अब के गर्ने, पार्टी छोड्दिने? म चाहिँ छोड्दैन। जसलाई पार्टी खोल्ने जाँगर छ खोले हुन्छ, लागे हुन्छ। मैले आफ्नो कुरा त भन्न पाउनु पर्यो नि त। दोहोरो कुरा गर्ने, दोहोरो काम गर्ने मेरो संस्कार होइन, मेरो कल्चर होइन। बोल्दाखेरि विचार गरेर बोल्नु होला। तपाईहरु जो दोहोरो काम गर्दै हुनुहुन्छ त्यसले गर्छ होला। मेरो सिधा कुरा छ, म कांग्रेस पार्टी छोड्दैन, चार तारे झण्डा र रूख चिन्ह छोड्दैन। पार्टीभित्र हिजो पनि लड्या हो। हिजो चाहिँ के छ भने 36 पछि लाग्यो। नेवीसँग म धेरै ग्रुपिजम गर्ने मान्छे होइन, तर चाहिँ के छ भने पछिल्लो 48 पछि धेरै लामो ग्रुपिजममा फसे। म नेवीसँग मात्र हो, म खास यो र ऊ धेरै लाग्ने मान्छे होइन। 48 पछि 48 देखि 46 पछि एकदम एक्सट्रिम ग्रुपिजममा लागे। चाहिँ के छ भने लाग्यो, फुटाइयो, पार्टी फुटाइयो, गरियो। 10 जना मान्छे, अवसर त अरूले पनि पाएका होलान्। 10 जना मान्छेले शेरबहादुर देउवालाई पार्टी सभापति, शेरबहादुर देउवालाई नेता मानेर हिँडिसकेपछि 10 जना मान्छेले हाली मुहाली गरे। हामीले के पायौं? हामीले त केही पाएन, केही माग्दा पनि मागेन। नेताले चाहिँ के छ भने आफै सम्झेर चाहिँ गर्छन् भन्ने चाहिँ लागेको थियो। सम्झेनन्, त्यसमा पनि गुनासो छैन, कुनै गुनासो छैन। त्यसैले तपाईहरु फेरि पनि सुन्नुहोस्। म त गेन दाइलाई मेरो कुरा यो हो, तपाईहरुको कुरा के हो तपाईहरुलाई थाहा होला। यदि चाहिँ के छ भने मैले बोल्ने कुरामा तपाईहरुलाई चित्त बुझ्दैन भने म आउँदिन भने आउँ। मैले सबैलाई चित्त बुझ्ने कुरा गर्न म सक्दैन, आफ्नो कुरा गर्ने हो।
आफ्नो कुरा राख्ने हो। गेन दाइले कोही नेता छैन, तपाईँ नआएपछि को हुन्छ भनेर भन्नुभयो र म आएको। मेरो दोहोरो कुरा छैन, मैले आफैले अध्याप्ति गरेको छैन, गर्छु। अब तपाईहरुलाई भनेर गर्छु। मिनेन्द्र रिजालले गरे रहेछ, दीपक दाइले पनि अस्ति के गर्ने हो भनेर फोन गरेको थियो। म चाहिँ के छ भने अध्याप्ति गर्छु, कुरा बुझ्नुहोस्। म कांग्रेस पार्टी छोड्दैन। अब म तपाईहरुको प्रति उत्तर धेरै लाउने पक्षमा छैन। अब मेरो चाहिँ उमेरले पनि जाँगर पनि छैन, जोश पनि छैन। म चाहिँ के छ भने चुनावदेखि म चाहिँ जिल्ला बसिरहेको छु, कसैको सम्पर्कमा पनि छैन। कसैले फोन गर्यो भने कुरा गर्छु, होइन भने मैले कसैलाई फोन पनि गरेको छैन। काम पर्यो भने गर्ने हो। र चाहिँ के छ भने यो चाहिँ पार्टी भित्रको झगडाले अन्याय भएको छ। एकताको कुरा नेतृत्वले गर्ने हो। जो अहिले नेता सभापति छ उले एकता गर्ने हो, उले मिलाउने हो। मिलाउने जिम्मेवारी सभापतिको। मिलाउँदैन त के गर्नु? लड्ने, पार्टी भित्रै बसेर लड्ने। हिजो पनि हामी अल्पमतमा थियौं, लड्दै 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 संस्थापन भयो। अब यही पार्टीभित्र चाहिँ के छ भने नहटाउने विचार होला, एक थरी मान्छेले मात्र गर्ने विचार होला। अब के गर्ने? कांग्रेस भइयो, कसैले लगाएको भने हैन, आफै जानी नजानी लाग्यो। चाहिँ के छ भने अब यो बुढेसकालमा कांग्रेस छोडेर मलाई केही चाहिएको छैन। न मान्य चाहिएको छ, म मन्त्री चाहिएको छैन, केही चाहिएको छैन। पञ्चायतमा पनि नेभी संघमा लाग्दाखेरि तिमी ठगुरी बाउ सब राजा मान्छे, कहाँ चाहिँ नेभी संघमा लागेको विद्यार्थी मण्डलमा लाग्नुपर्छ, अन्तलाद हुन्छौ, मान्य हुन्छौ, मन्त्री हुन्छौ भन्थे। मलाई चाहिएको भए म अरू जस्तो झुटो बोल्दैन। मलाई चाहिएको भए, मलाई मान्य हुने इच्छा भएको भए, अञ्चलाधीश हुने इच्छा भएको भए, मन्त्री हुने इच्छा भएको भए म पञ्चायतमा लाग्थे। मलाई केही नचाहिएको हुनाले म नेभी संघ भएको। पञ्चायतमा लागेका पनि ठूला नेता भएकै छन् त कांग्रेसमा। हामीलाई पढाउँछन्, सिकाउँछन्, हामीभन्दा चाहिँ क्रान्तिकारी कुरा गर्छन्। मान्नु परेकै छ, मान्दिन भनेर पाइया छैन। अब पञ्चायतको के कुरा गर्ने? चाहिँ के छ भने सबै पार्टीबाट आएका मान्छे सबै नेता भइसक्यो। कसलाई छिछि र दुदुल गर्ने? त्यसैले चाहिँ के छ भने केही बुझेर नबुझेर लाग्यो, जानेर नजानेर लाग्यो, के राम्रो गरे के नराम्रो गरे इतिहासले समीक्षा गर्ने हो। गर्ला इतिहासकारहरूले। तर चाहिँ के छ भने जिस्ट कुरा चाहिँ के हो भने म चाहिँ कांग्रेस 4 तारे झण्डा र रूप चिन्ह म छोड्दैन। सके राजनीति गरौँला, नसके आलु खेती गर्छु। म अरू जस्तो होइन। गणेश मानजीले पार्टी छोड्नुभयो, किशनजीले पनि छोड्नु पर्यो। हाम्रो त के छ भने यति वर्ष र उति वर्षको कांग्रेस भन्ने, कांग्रेसमा भोट नहाल्ने। म यो पार्टीको सगे नेता हुँला, नसके आलु खेती गरौँला। तर म चाहिँ रूप चिन्हमा मत हाल्छु। म मर्ने बेलासम्म, जबसम्म म सक्छु तपाईहरुको बीचमा कमिटमेन्ट गर्दै रूप चिन्हमा मत हाल्छु। 4 तारे झण्डाको मुनि बस्छु। सगे नेता हुँला, नसके आलु खेती गरौँ। के पाउने के छ? नाङ्गे आयो नाङ्गे जाने। पाउने कुरा के छ? आज चाहिँ के छ भने कांग्रेसको कुरा, दुईटा पार्टी मिलेको इतिहास थाहा छ। कांग्रेसले कहिल्यै पनि राम्रोसँग काम गर्न पाएन। त्यो इतिहास थाहा पाउनुहोस् तपाईहरु। हिजो राजाले काम गर्न दिएन, पछि कम्युनिस्टहरूले काम गर्न दिएनन् हामीलाई। अहिलेको जस्तो हो, यस्तो पर्यो, यस्तो मत हो। 15 सालमा चाहिँ के छ भने कांग्रेसले 2/3 मेजोरिटी ल्याएको हो। बीपी कोइरालाले 15 वर्षमा चाहिँ के छ भने यो देशका गरिब जनतालाई म सरको मध्यम वर्गीय नागरिक बनाउँछु भनेको नेताले बनाएको यो पार्टी हो। तर चाहिँ राजाले काम गर्न दिएन। 46 को आन्दोलन पछि कम्युनिस्टहरूले काम गर्न दिएन। 100 दिन भएको थिएन, एमाले आन्दोलन सुरु गर्यो। 52 सालमा माओवादी द्वन्द्व सुरु भयो।
काम गर्न पायौं हामी भन्छौं हामी चाहिँ सुरु गरिदिन्छौं कांग्रेसलाई गाली गर्न सुरु गर्दै नेतालाई गाली गर्दा गर्दा कांग्रेसलाई गाली गर्न सुरु गरिदिन्छौं त्यही भएर त यो हालत भएको छ अझै पनि यो हालत भइसक्यो अझ पनि बुद्धि आउँदैन बुद्धि आएन भने के हुन्छ मलाई त के छ भने अब 10 वर्ष बालेनले खायो भने अब अहिलेको जनताको समर्थन भएको जो चाहिँ हेर्ने हो भने त अब 10 वर्ष बालेनले खाला जस्तो छ अब मेरो त उमेर राजनीतिमा धेरै गर्ने रहला नरहला हाम्रो चाहिँ रोजको कति 40 वर्ष भयो रोजले गर्ला कुन्दनले गर्ला गरेर देखाउने हामीले गरेको नेताहरू भए अब यिनीहरूले गर्यो भने ऊ त्यहाँ चाहिँ हाम्रो सन्जु छ ऊ पनि 40 मुनिकै होला कति वर्ष हो के अरे 30 32 35 होला सन्जु अब गर्ने तिमीहरूले गर्यो भने राम्रो गर्यो भने हामीले पनि कहिले के पाउँछौँ कि मलाई चाहिँ छैन जाँगर छैन मलाई जाँगर छैन कांग्रेस छोड्दैन फेरि कांग्रेस हुने अर्को रुखमा उहाँ सूर्यमा भोट हाल्ने कहाँ हाल्ने त्यस्तो त छोडे हुन्छ कांग्रेसमा भोट नहाल्ने मान्छेले छोडे हुन्छ कांग्रेसमा भोट नहालेर यो हविगत भएको छ त्यसैले पार्टी जसलाई खोल्ने इच्छा छ खोल्नुस् म त दुःख गरेको हो नेभी संघको पूर्व अध्यक्ष र महामन्त्रीमा म जति दुःख गरेको मान्छे कोही पनि छैन मलाई कस्तो भएको होला अहिले बालेन 35 वर्ष कसैलाई भेट्दा पनि नभेट्ने कसैको काम नगर्ने मान्छे चाहिँ प्रधानमन्त्री भएको छ मेरो कार्यकर्ता पार्टीको सभापति भएको छ म नेभी तीर्थचन्द्रको सभापति हुँदा गगन थापा ओबी सदस्य थिए मलाई कस्तो भयो होला तैपनि मैले के भन्दैछु भने म यही कांग्रेसमा बस्छु कांग्रेसमै लड्छु सके लड्छु नसके आलु खेती गर्छु त्यसैले यो सिङ्गो पार्टी उठाउन गाह्रो छ भाषण गरेर हुँदैन उठाउन गाह्रो छ वडा जिताएर देखाउनुहोस् 1 वर्ष बाँकी छैन वडा हैसियत भएका मान्छेले आफ्नो वडा जिताउनुहोस् त्यसपछि कुरा गरौँला छलफल गरौँला त्यसैले के रे के भने तपाईले त्यही त वडा जिताएर देखाउनुहोस् अब उहाँ 60% उहाँसँग रहेछ त रोलपालमा महापरिषद प्रतिनिधि किन भएन त हाम्रो पक्षमा 60% तपाईको पक्षमा रहेछ त त्यसैले ठिक्क बोल्नुहोस् के त्यसैले चाहिँ विरोध चाहिँ लडेर हामी पनि आएको बाँके बर्दिया सुशील कोइराला फुलबहादुर खड्का जस्तो जल्दो बल्दो नेता हुँदा म कुनै हैसियत नभएको मान्छेले कसरी लड्यो होला कसरी संगठन गर्यो होला कसरी काम गर्यो होला समीक्षा गर्नुहोस् नटेडेको गिरिजा प्रसादसँग लडेको सुशील कोइराला फुलबहादुरलाई त मैले कहिले टेडिन कहिले मन्त्री भागलाई मन्त्रालय भेट्न पनि गएन सुशीललाई प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयमा भेट्न पनि गएन म त्यसरी लड्या हो अब म बिमारी भएको पनि 20 वर्ष भयो र चाहिँ मलाई चाहिँ अब धेरै त्यस्तो लड्ने जाँगर छैन जसको आँट छ खोल्ने पार्टी खोल्ने अर्को पार्टी खोल्ने लाग्ने गर्ने म चाहिँ गर्दैन म नगर्ने कुरा भन्न पाउनु पर्यो नि त यार एउटै कुरा यो कुनाबाट ऊ कुनाबाट भनेर के छ हालत हाम्रो पोजिसन के छ त्यसैले चाहिँ के छ भने पार्टी भित्रै लड्ने हो छोडेपछि त लडाई नै रहेन नि छोडेपछि त चाहिँ के छ भने सिधैले बुझा भइहाल्यो लिएर गइहाल्यो अब बुझाइदिने म चाहिँ बुझाउँदैन जसलाई बुझाउने इच्छा छ बुझाइदिए भइ हुन्छ त्यसैले चाहिँ के छ भने पार्टी भित्रै लड्ने हो सके लड्ने हो नसके जय नेपाल भन्ने रूप चिन्हमा मत हाल्ने हो त्यसैले चाहिँ तपाईहरु कन्फ्युजन नहुनु होला कोही कन्फ्युजन नहुनु त्यसैले चाहिँ के हो भने मेरो कुरा यही हो हैन मलाई जसले सम्पर्क गर्नु हो अध्यावधि गर्नुस् भनेर मैले भनेको छु र म अब आफै अध्यावधि गर्छु दायाँ बायाँ कुरै छैन अध्यावधि गर्छु मेरो चाहिँ सुझाव के हो भने लडाई लड्ने हो भने अध्यावधि गरौं ताला चाबी उनीहरुको हातमा छ कोही टेर पुछरै ला छैन त सारा नेता हामीसँग छन् त कोही भगै केही छैन म चाहिँ छोड्न सक्दैन
म चाहिँ छोड्न सक्दैन। मेरो आफ्नो किसिमको लडाई हो, लड्छु, पार्टीभित्रै बसेर लड्छु, जे हुन्छ त्यसलाई फेस गरेर जान्छु र त्यही अनुरूप मैले कुरा गरेका छु। त्यसैले नेता मञ्चमा भएका नेता यस्तो उस्तो भन्न जरुरी छैन। जसले गरेका छ उसैलाई गएर भन्नुहोस्। त्यसैले केही गरेका छैन मैले। कसैकोलाई झुट बोल्ने, ढाँट्ने, ठग्ने, दुईटा कुरा गर्ने, तीनटा कुरा गर्ने, चारवटा कुरा गर्ने मेरो संस्कार होइन, मेरो कल्चर होइन। त्यो कल्चर नेभी संघदेखि आजसम्म 40 वर्षभन्दा बढीको लामो राजनीतिमा मैले चाहिँ के छ भने कसैलाई दोहोरो कुरा गरेका छैन। एउटै कुरा हो, सहयोग गर्ने कुरामा पनि म सहयोग गर्छु भन्छु, असहयोग गर्ने कुरामा पनि म तँलाई असहयोग गर्छु भनेरै असहयोग गरे भनेर गर्ने हो। सहयोग गर्ने कुरा पनि भनेर गर्ने हो, असहयोग गर्ने कुरा पनि भनेर गर्ने हो। त्यो गर्दै आएको मान्छे हो म। त्यसैले अरू कसैले केही गरेका छन् भने आफ्नो ठाउँमा छ। त्यसैले चाहिँ म साथीहरूलाई फेरि पनि म अनुरोध गर्न चाहन्छु, पार्टी छोडेपछि लडाई हुँदैन। पार्टी छोडेपछि लडाई हुँदैन। को नेताले पार्टी खोल्यो मलाई थाहा छैन, म चाहिँ खोल्न सक्दैन, म लाग्न पनि सक्दैन हैन। कांग्रेस त अब त्यसै सिद्धिसकेको छ। अब अर्को पार्टी खोले फेरि सिद्धिन्छ। सिद्धिने भन्दा बन्ने कुरा केही छैन। पार्टी कांग्रेस किन बनाउनु पर्यो, किन बलियो बनाउनु पर्यो भने कांग्रेस कमजोर भयो भने यो व्यवस्था रहँदैन। यो कुरा बुझ्नुस्। हामीले अहिले हाम्रा कुरा जनता सुन्न तयार छैनन्। हामीले आन्दोलन गर्यौं भने अहिले बालेनले यो सत्ता लियो भने हामीले लडाई लड्न सक्ने पोजिसनमा हामी छैनौं। त्यसैले एमाले र माओवादी मिल्यो भने कांग्रेस थर्ड पोजिसनमा जान्छ। थर्ड पोजिसनमा जाँदैछ। उनीहरू मिल्ने कुरा गर्दैछन्। त्यसैले चाहिँ के हो भने सोचौं, पार्टी बचाउँ। नेता त आउँछ जान्छ त, नेता आउँछ जान्छ। म पनि हिजो गिरिजाप्रसाद कोइरालालाई कारवाही गर्नु पर्यो भन्ने मान्छे हो म। र गिरिजाप्रसाद कोइरालालाई कारवाही नगरेको निर्णय गरेर चाहिँ आएको बलबहादुर केसीको कठालो समात्न गएको मान्छे हो म। तर चाहिँ के छ भने मलाई त्यही ठिक लाग्थ्यो। तर पछि किसिनजीले चाहिँ कारवाही गर्नु भएन, उहाँले नै छोडिदिनु भयो, सभापति पनि छोडिदिनु भयो हैन। अब म ठूलो कि किसिनजी ठूलो भने त इतिहासले मूल्याङ्कन गर्ला। त्यति बेला मलाई त्यही ठिक लागेको थियो। चाहिँ यिनीहरूले चाहिँ हामीलाई धोका दिए, कारवाही गर्छु भने उनीहरू त हामीलाई, मैले त कसैलाई चाहिँ अध्यादेश नगर्नुहोस्, म चाहिँ भोलिको दिनमा गराउँछु भनेको छैन है। मैले कसैलाई भनेको छु भने भन्नुहोस्। जसले भनेको छ उसैलाई सोध्नु होला। म चाहिँ अध्यादेश गर्नुपर्छ, पार्टीभित्र बस्नुपर्छ, पार्टीभित्रको लडाई पार्टीभित्रै लड्नुपर्छ भन्ने मान्यता राख्ने नेता हो। त्यसैले चाहिँ हुन्छ पार्टीभित्र यस्ता कुराहरू सब भोग्दै गर्दै आएको हो। र चाहिँ के छ भने सुवर्ण शमशेर र चाहिँ के अरे बीपी कोइराला त्यही बेला एउटा पार्टी हुन्थेन। सुवर्ण शमशेर त्यागी नभएको भए, सुवर्ण शमशेर उदार दिलको मान्छे नभएको भए कांग्रेस त कहिले फुट्थ्यो कहिले फुट्थ्यो। त्यसैले हृदय ठूलो चाहिन्छ। अरूले हृदय सानो गरे। अहिले पनि हामी सबैले चाहिँ अब मान्दैनन् त के गर्ने। सभापतिको हामी छैन, मान्दैन। गरौं सबले अध्यादेश, यहीँभित्र मेहनत गरौं, आफ्नो क्षेत्रमा मेहनत गरौं, जिल्लामा मेहनत गरौं। सब लाग्यो भनेपछि एक किसिमको वातावरण बन्ला, यहीँभित्र बन्ला। चाहे सबलाई अझै पुगेका छैन। हामी चाहिँ कहिले नेता हुने, हामी कहिले हुने। 34 वर्ष भयो ऐया भनेको छैन मैले। अब हामीलाई पनि नेताहरूले किशोर तिमीहरू पनि बुढो भयो, अब तिमीहरू लाग, हामी तिमीहरूका पछाडि छौं भन्नु पर्दैन, भन्न जरुरी छैन। कहिले भन्नु। त्यसैले चाहिँ के छ भने धेरै कुराहरू छन्, छलफलको विषय धेरै छ। त्यसैले म छलफल गर्ने हो। पार्टीभित्र छलफल गरौं, मिटिङ गरौं, ग्रुप बनाऊ। ग्रुप बनेदैछ, नबनाऊ भने पनि बन्छ। यहाँ कसैले रोकेर यहाँ चाहिँ रोकिनेवाला छैन। क्षेत्रमा आफ्नो झगडा छ, जिल्लामा आफ्नो झगडा छ। यहाँ मिलाउँछौ भने पनि एउटै ग्रुप मिलाउन सकिँदैन। हिजो पनि मिलाउन खोजे, अब मिलेन। खोइ हाम्रो राजकुमारजी आउनु भएको छ, कता हुनुहुन्छ। चाहिँ के छ भने सँगै मिलेर महाधिवेशन लडौँ भने भएन, मिलेन, फेरि मिल्यो। त्यसैले चाहिँ के छ भने चल्छ। तर
अध्यावधि नगर्ने पार्टी फुटाउने भनेको सिलिन्डर गर्ने मान्छेले गर्ने कुरा हो। सिलिन्डर, म सिलिन्डर गर्ने मान्छे होइन। मैले गरेँ एउटा परिस्थितिमा शेरबहादुर देउपालाई अन्याय भयो होइन, यस्तो अवस्था पनि थिएन। शेरबहादुर देउपा प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँलाई एउटा स्पष्टीकरण पनि नमागेर कारवाही गर्यो भनेर एउटा परिस्थिति थियो, परिवेश थियो। खुम्बा दाई हुनुहुन्थ्यो, विजय दाई हुनुहुन्थ्यो, चिरञ्जीवी दाई हुनुहुन्थ्यो, 101 नेताहरू थिए र चाहिँ के छ भने गर्या हो। अब त्यो परिस्थिति छैन, पार्टी पनि माटो मुनि गइसकेका छ र चाहिँ हाम्रो हालत अझ के हुने हो हेर्दै जानुहोस्। जेलतिर जानुपर्छ, कतातिर जानुपर्छ। बालेनले खाँदैछ, यो व्यवस्था खाँदैछ बालेनले। जनताले त बालेनलाई बुझाइसके त, अब के गर्ने हामीले भनेर भयो। जनताले बुझाइसके बालेनले यो व्यवस्था खाँदैछ। राम्रोसँग विचार गर्नु। त्यो बालेनले खाएको दिन फेरि चुक्क परेर मिल्नुपर्ने परिस्थिति आउँछ। त्यसैले पहिले बुद्धि पुर्याउँ। लडाईँ लड्ने हो भने एक ढिक्का भएर आज खोइ शेखर कोइराला मान्छे कोही यसरी लडाईँ हुन्छ। सबका एउटा एउटा नेता छन्, हुँदैन, हुनेवालै छ। त्यसैले मान्छे चाहिँ के छ भने तितर बितर हुने भनेको उनीहरूले जे चाहेका छन् त्यही कुरालाई चाहिँ के छ भने अगाडि बढाउने कुरा। उनीहरूले जस्तो चाहेका छन् त्यही कुरामा हामी मल थप्दैछौँ। लडाईँ लड्ने हो त कहाँ हुनुहुन्छ गुल्मी जिल्लाको हाम्रो केसीजी? लड्नु पर्यो। गुल्मीका महाधिवेशन प्रतिनिधि डरले विशेष अधिवेशनको सिग्नेचर सबले गर्नु। खोइ त हाम्रो महाधिवेशन प्रतिनिधि, खोइ रोल्पामा महाधिवेशन प्रतिनिधि। पुरा ठुला गरेर हुँदैन, देखाउनु पर्यो। देखाउँ त 15औं अधिवेशनमा देखाउँ, हैसियत देखाउँ, बनाऊ। त्यसैले चाहिँ के छ भने बुझाउने, पार्टीलाई बुझाउने होइन। यो कसैको बाउ बाजेको सम्पत्ति होइन। जीवन दिएका छौं यो पार्टीमा। यो हाम्रो लगानी छ जीवनको। यो लगानी भएको पार्टीलाई छोड्दिने, बुझाइदिने। लखाऊ गरी खाऊ भनेर खाइसके, खोसेर लगिसक्यो, अब गरी खाऊ भनेर छोड्दिने काम चाहिँ गर्नु हुँदैन भन्ने मेरो दृष्टिकोण हो, मेरो धारणा हो। म त्यही बाटोमा हिँड्छु भन्दै तपाईहरू पनि सबै अध्यावधि गरेर चाहिँ के छ भने पार्टीभित्र अधिवेशन आउँदैछ, अधिवेशनको तयारीमा लाग्नुस्, लड्न लाग्नुस्। जनै चाहिँ के छ भनेपछि लागेर चाहिँ के छ भने अगाडि बढ्नुपर्छ भन्ने कुरा तपाईहरुसँग राख्दै म तपाईहरुबाट बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल।